रगत नपाए बुटोल जाऊ, यो नारा मात्र होइन, यो जनताको विश्वास हो। एउटा अभियान हो। बुटोल रक्तदाताको सहर भनेर चिनिन्छ। सुत्केरी हुँदा चाहिने रगत होस् वा दुर्घटना, डायलासिस र डेंगू लाग्दा रगत नपाएर बुटोलमा ज्यान गुमाउनु पर्दैन। बुटोललाई रक्तदाताको सहर भनेर चिनिन लागेको 2015 को भूकम्पबाट हो, जुन बेला एक दिनमै 315 युनिट रगत संकलन गरी काठमाडौँ पठाइएको थियो। त्यसपछि पनि बुटोल बाहिरका जिल्ला र छिमेकी राष्ट्र भारतको गोरखपुरसम्म रगत पठाइएको छ। रक्तदान गर्न अभिप्रेरित गर्ने रक्तदाता अभियन्ता कृष्ण चौहानले आफूले 25औं पटक रक्तदान गरिसकेपछि यो अभियानमा होमिएका थिए। 2061 सालमा म पहिलो पटक रक्तदान गर्ने अवसर पाएँ। त्यतिबेला म स्नातकोत्तर अध्ययनरत थिएँ र त्यसपछाडि मैले नियमित रूपमा 3 महिनामा रक्तदान गर्दै आएँ र म त्यतिखेर एउटा व्यक्तिगत रक्तदाताको रूपमा मात्रै म ब्लड ब्याङ्क आउँदै रक्तदान गर्ने गर्थेँ। 25 पल्ट रक्तदान गरिसकेपछि म नेपाल रेड क्रस सोसाइटी रूपन्देही जिल्ला शाखाबाट रजत पदकबाट सम्मानित हुने क्रममा बुटोलमा अब यो रक्तदाताहरूको एउटा संस्था चाहिन्छ जसले रगत नपाएका बिरामीहरूलाई रगत व्यवस्थापन पनि गर्न सकोस् र स्वयंसेवी भावनाले रक्तदाताहरूलाई रक्तदान कार्यक्रममा समेट्न सकोस् भन्ने उद्देश्यले हामीले 2069 साल चैतको 17 गते बुटोलमा नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देही जिल्ला शाखा भनेर गठन गर्यौं। डेंगूको समयमा त्यो फ्रेश रगत चाहिने, पीआरपी चाहिने हैन, त्यस्तै गरेर कोभिडको बेलामा प्लाज्मा चाहिने र प्लाज्मा हामीले यहाँदेखि बिरगन्जका बिरामीहरूलाई र काठमाडौँका बिरामीहरूलाई समेत बुटोलबाट प्लाज्मा पठाइदियौं। हामीले भूकम्प गएको बेलामा काठमाडौँमा बिरामीहरूलाई रगत सहज होस् भनेर बुटोलमा एकै दिन 315 युनिट ब्लड कलेक्सन गरेर काठमाडौँ पठायौं। र यो बीचमा अब यहाँ रूपन्देहीमा रहेका थुप्रै संघ संस्थाहरूले मलाई कोभिड हिरोको रूपमा यो ब्लड डोनर अत्यधिक गरेको एउटा रक्तदाताको रूपमा नेपाल रेड क्रस सोसाइटीले 50 पटक रक्तदान गरिसके पछाडि त्यो गोल्ड मेडलबाट लगायत थुप्रै सम्मानहरू मैले पाएँ। खास गरी यो अभियान जोडेर गर्दा बुटोललाई एउटा रक्तदाताको हब हामीले बनायौं र काठमाडौँ हामीले ब्लड पठाउँदै गर्दा भूकम्पको बेलामा रगत नपाए बुटोल जानु भन्ने अभियान हामीले त्यस दिन घोषणा गरेको र त्यो अभियानले अहिले पनि काम गरिरहेको छ। अहिले पनि तपाईको इभन गोरखपुरबाट समेत डायलिसिस गर्ने बिरामीहरू यहाँ आउने, चितवनमा रगत नपाउँदा यहाँबाट पठाउने, पाल्पा लगायतको छिमेकी जिल्लाहरूमा त प्राय बुटोलकै भर पर्नुहुन्छ। त्यसो हुनाले पनि बुटोलमा हामीले वार्षिक रूपमा जुन 36,000 खपत छ त्यो 36,000 खपतमा रूपन्देही जिल्लाको 5,000 भन्दा बढी हाम्रो नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देही जिल्ला शाखाले गर्छ। एउटा बुटोल चाहिँ खास गरी रक्तदाताहरूको सहर, रक्तदाताको हब बनाउने अभियानमा हामी लागेका छौं। यो बीचमा म पनि यो संस्थामा रमाउँदै 2069 सालदेखि लगातार म यो संस्थाको नेतृत्व लिएर बसेको छु र मैले 87 पटक रक्तदान गरे। यो हिसाबले पनि हरेक 3 महिनामा रक्तदान गर्दा आफू स्वस्थ हुनुको अनुभूति पनि हुने र एउटा बिरामीलाई रगत नपाएको बिरामीलाई रक्तदान गरेर जीवन बचाउन पाउँदा आफूलाई एउटा त्यो महत्त्वपूर्ण त्यो क्षण त्यो भूमिकामा म छु नि भन्ने खालको एउटा गर्व पनि हुने गर्छ। र अझै हामीले बुटोलमा सबै बिरामीलाई सहज रगत व्यवस्थापन होस् भनेर अहिले हामी जुन कार्यालयमा बसेका छौं यो कार्यालय ब्लड डोनर बैंक हो। खास गरी हामीले यसलाई नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देही जिल्ला शाखा कार्यालयको रूपमा व्यक्त गर्दा पनि यो ब्लड डोनर बैंक हो। यो ब्लड डोनर बैंक भन्नाले के त भन्दा बुटोल ब्लड बैंकमा रगत नपाएको बिरामीहरू यहाँ आउनुहुन्छ र यहाँ आइसकेपछि हामीले उहाँहरूलाई डोनर उपलब्ध गराउँछौं। हामीसित डोनरको डाटाबेस छ र त्यो डाटाबेसको आधारमा कुन व्यक्तिको आज 90 दिन पुग्यो या 90 दिन पुगिसकेर उहाँ एज अ डोनर म डोनेट गर्न तयार छु भनेर हामीलाई पहिल्यै उहाँहरूको त्यो एउटा सिग्नल पनि आएको हुन्छ। त्यसो हुनाले त्यस्ता डोनरहरूलाई प्रयोग गरेर पनि हामीले रक्तदाताहरूलाई बिरामीलाई खास गरी समयमै रगत उपलब्ध गराउन हामीले त्यो कार्य गर्दै आएको छौं। कार्यालयबाट हामीले निशुल्क दान गरेको रगतलाई सेवाग्राहीले पनि निशुल्क पाउनुपर्छ भन्ने अभियान चलाएर हामीले सरकारवाला पक्षहरूलाई घचघचाउँदा अहिले लुम्बिनी प्रदेशभरिका सरकारी अस्पतालहरूमा प्रदेश सरकारले निशुल्क गरेको छ भने अन्य पालिकाहरूमा चाहिँ सबै पालिका त भएको छैन तर रूपन्देही जिल्लाको सबै पालिकामा भयो, लुम्बिनी प्रदेशका केही पालिकाहरूमा बाँकी छ र धेरै व्यक्तिहरूले अहिले रगत चाहिँदा निशुल्क पाउने गर्नुहुन्छ। त्यो लाग्ने टेस्ट शुल्कहरू पनि नेपाल सरकारको पालिका स्तरको सरकार र
प्रदेश सरकारले तिर्ने गर्छ। त्यो हिसाबले पनि हामीले यो रक्तदान अभियानमा लागेर रक्तदानलाई मात्रै होइन कि नयाँ रक्तदाता कसरी निर्माण गर्ने, रगतको सर्वसुलभ कसरी बनाउने, त्यो रगत चाहिँ निःशुल्क कसरी बनाउने भन्ने कुरामा पनि हामी एकदमै यो अभियानलाई अगाडि लिएर बढेका छौँ। र खास गरी बुटोल एउटा रक्तदाताहरूको सहर हो। हरेक दिन मेरो 90 दिन पुग्यो भनेर हामीलाई जानकारी गराउने 100औं डोनरहरू अहिले तयार भइसक्नु भएको छ। हामीसित झन्डै 600 जना आजीवन रक्तदाताहरू पनि आजीवन सदस्यता लिएर उहाँहरू हाम्रो हरेक महिनाको अन्तिम शनिबार हुने कार्यक्रममा र आकस्मिक रूपमा हामीले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी गरेर रक्तदान गर्नुहुन्छ। हामीले यहाँका डोनरलाई आश्वस्त पारेका छौँ, तपाईँ निर्धक्क भएर रक्तदान गर्नुहोस्। तपाईँको बिरामीलाई रगत चाहिँदा हामी नेपालको कुनै पनि कुनामा, नेपालको जुनसुकै ठाउँमा पनि हाम्रो समाजको शाखा कार्यालय मार्फत उहाँहरूलाई सहज तरिकाले रगत व्यवस्थापन गर्नेछौँ भनेर उहाँलाई आश्वस्त पारेको हुनाले पनि यो नेपाल स्वयंसेवी रक्तदाता समाजप्रति धेरैको विश्वास कायम रहेको। रगत लिन आउने बिरामीहरू चाहिँ अब मेन्टली प्रिपेयर हुनुहुन्न उहाँ रक्तदान गर्न। तथापि अहिले पछिल्लो समयमा रगत अभाव हुने गर्दा उहाँहरूलाई समेत हामीले उहाँहरूलाई समेत सट्टामा रिप्लेस डोनर जस्तै तपाईँ पनि दान गर्नुहोस् न त, तपाईँले दान गरेपछि तपाईँको बिरामीलाई पनि हामी रक्तदाता उपलब्ध गराउँछौँ, रगत उपलब्ध गराउँछौँ भनेर उहाँलाई हामीले काउन्सिलिङ गरेर रगतको महत्त्व बुझाएर र तपाईँले पनि पाउनुहुन्छ भन्ने त्यो आशमा, त्यो आश्वासनमा उहाँहरूबाट हामीले रगत सहयोग पनि पाएको छौँ। खास गरी यो डोनेसन भनेको भोलिन्टियरी हुनुपर्ने हो, स्वयंसेवी तरिकाले हुनुपर्ने हो, स्वस्फूर्त सङ्ख्या जुन उल्लेख्य सङ्ख्या आउन पर्ने हो। पछिल्लो समयमा युवाहरूको वैदेशिक पलायन लगायतको खास गरी यो रक्तदानको क्षेत्रमा युवाहरूको अझै सक्रिय सहभागिता हामीले बनाउन नसक्दा पनि त्यो वातावरण, त्यो मोटिभेसनको वातावरणमा हामी चुकिरहेका छौँ। पछिल्लो समय रगत नपाएर ज्यान गुमाउनेको संख्या धेरै छ, तर बुटोल एउटा यस्तो सहर हो जहाँ रगतकै अभावले ज्यान गुमाउनु पर्दैन। कहिलेकाहीँ रक्तदान गर्ने ती साना कदमहरूले कसैको संसार पुरै बदलिदिन्छ र फेरि प्रमाणित हुन्छ जीवन बाँच्न चाहनेहरूको अन्तिम भरोसा कहाँ भेटिन्छ भनेर। रगत नपाए बुटोल जाऊ।